नयाँ घर बनाउन जाँदै हुनुहुन्छ र प्लानिङ कसरी गर्ने भनी हजुरहरूलाई आइडिया छैन भने यो भिडियो हेर्नुहोस् है त। तपाईँहरूले 6 देखि 12 महिना अगाडि नै बिफोर कन्स्ट्रक्सन प्लानिङ गर्नुपर्ने हुन्छ, किनभने तपाईँहरूलाई टाइम चाहिन्छ फर डिजाइन, अप्रुभल्स अनि बजेटिङको लागि। यसपछिको काम भनेको तपाईँको ल्यान्ड डकुमेन्ट्सहरू तपाईँले प्रिपेयर गर्नु पऱ्यो, किताकाटहरू राम्रोसँग भएको छ कि छैन, ल्यान्ड क्लियरेन्स सर्टिफिकेटहरू छ कि छैन, तपाईँको मालपोतमा जग्गाहरू क्लियर भएको छ कि छैन, सबै कुराहरू हेर्नु पऱ्यो। र तपाईँले एउटा चिज पनि थप्न सक्नुहुन्छ, एउटा सोइल टेस्ट। इफ तपाईँको कालो माटो छ साइटमा भने चाहिँ सोइल टेस्ट गर्नु होला, नत्र यो अप्सनल राख्दा पनि भयो। यसपछिको स्टेप भनेको तपाईँको बजेट प्लानिङ गर्नु पऱ्यो। तपाईँले 1 करोडमा घर बनाउने हो कि 2 करोडमा बनाउने हो कि 3 करोड, 4 करोड, 5 करोड के छ हजुरको बजेट होइन। अनि तपाईँको डिजाइनहरू, थेमहरू त्यो अनुसारको बजेटहरू रिक्वायरमेन्ट अनुसार म्याच गरेर गर्नुपर्ने हुन्छ। र 10 देखि 12% अथवा 20% चाहिँ तपाईँले एक्स्ट्रा राख्नु होला, किनभने अनएक्सपेक्टेड कस्ट अभियसली नै आउँछ। र यसपछिको काम भनेको तपाईँको नक्सा डिजाइन गर्नु पऱ्यो र रजिस्टर्ड आर्किटेक्ट अनि सिभिल इन्जिनियरद्वारा नै तपाईँले एनबिसी कम्प्लाई हुने गरेर नक्सा रेडी गरेर पास गर्नुपर्ने हुन्छ। यसपछि चाहिँ तपाईँले कन्स्ट्रक्सन कम्पनीजहरू सेलेक्ट गर्नुहोस्। तपाईँले रिटर्न कन्ट्र्याक्टहरू बनाउनुहोस्, किनभने ओरल कन्ट्र्याक्टहरू खासै नेपालमा चल्दैन र मान्यता प्राप्त पनि छैन। र कन्ट्र्याक्टमा तपाईँले टाइमलाइन्स, मटेरियल्स, पेमेन्ट टर्म्सहरू क्लियरली लेख्नुहोस्। अनि केही पछि फर्दर डिस्प्युट्सहरूको कुराहरू आउन लाग्छ भने नि कसरी तपाईँले ह्यान्डल गर्ने भन्ने कुराहरू पनि हाल्नुहोस्। सो यदि तपाईँलाई यो सबै कुराहरूको चेकलिस्ट चाहिएको छ भने कमेन्टमा चेकलिस्ट भनेर लेख्नुहोस्, म तपाईँलाई मेल गरिदिन्छु। ह्याप्पी बिल्डिङ।